झापा 5मा हुन लागेको चुनाव यो कुनै सामान्य प्रतिस्पर्धा मात्रै होइन, यो त दुई बिल्कुलै फरक शक्तिहरू बीचको एक महाभिडन्त हो। एकातिर छ दशकौंदेखि जरा गाडेर बसेको राजनीतिक मसिन र अर्कोतिर छ परिवर्तनको माग बोकेर उठेको एउटा शक्तिशाली लहर। तर यहाँ एउटा गजबको कुरा छ, यो चुनावबारे आएका खुफिया जानकारीहरू आपसमा बाजिएका छन्। एउटा रिपोर्टले भन्छ मेसिनलाई हराउन असम्भव छ, अर्कोले भन्छ यो लहरलाई कसैले रोक्न सक्दैन। त्यसो भए झापा 5को यो महासंग्राममा आखिर जित कसको होला? आउनुहोस् यसको गहिराईमा डुबुल्की मारौं। ल सबैभन्दा पहिले त मसिनको कुरा गरौं। केपी शर्मा ओली र उनको पार्टीको पकड यति बलियो देखिनुको पछाडि के कारणहरू छन्? के कुराले उहाँलाई लगभग अझै बनाएको जस्तो देखिन्छ? यो नम्बरलाई एकछिन ध्यान दिएर हेरौँ त। 28,576। यो कुनै सानो अङ्क होइन नि। 2022को चुनावमा ओलीले आफ्नो प्रतिस्पर्धीलाई यही मतान्तरले हराउनु भएको थियो। अब सोच्नुहोस् त, कुनै पनि नयाँ उम्मेदवारका लागि यो त एउटा यस्तो पहाड हो जसलाई पार गर्नु लगभग असम्भव जस्तै देखिन्छ। त्यो मेसिन चल्ने तरिका पनि अचम्मको छ। हेर्नुहोस्, 2022को स्थानीय चुनावमा झापा 5का 29 वडामध्ये 18 वडामा एमालेका वडा अध्यक्षले जिते। यसको मतलब के हो भने स्थानीय स्तरमा गाउँ-गाउँमा उनीहरूको पकड एकदमै गहिरो छ। अनि उनीहरूको सङ्गठनात्मक मोडल एक घर एक कार्यकर्ता, यसले मतदातालाई घर-घरबाट निकालेर भोट हाल्न लगाउने अतुलनीय शक्ति दिन्छ। त्यही भएर त यो क्षेत्रलाई लाल किल्ला भनिन्छ, जुन ऐतिहासिक रूपमा नै एमालेको भरपर्दो गढ रहँदै आएको छ। अब पार्टीभित्रको आत्मविश्वास कस्तो छ भन्ने कुरा यो बनाइले छर्लङ्ग पार्छ। उनीहरूको बुझाइमा बालेन्साको र्यालीमा देखिने भिड मतदाता होइनन्, केवल फ्यान हुन्। उनीहरूलाई के विश्वास छ भने आफ्नो सङ्गठनात्मक शक्तिको अगाडि यस्तो भिडको केही लाग्दैन र त्यो लाल किल्ला सुरक्षित नै रहनेछ। तर कथाको अर्को पाटो पनि त छ नि, त्यो हो लहर। एउटा यस्तो युवा विद्रोह जसले स्थापित राजनीतिको जग नै हल्लाइरहेको छ। आखिर के हो त यो लहरको शक्ति? यो लहरको सुरुवात भयो सेप्टेम्बर 2025को घटनाक्रमबाट। ओली सरकार विरुद्ध सुरु भएको एउटा सामान्य युवा आन्दोलनले तब भयानक मोड लियो जब सेप्टेम्बर 8, 2025मा राज्य प्रायोजित हिंसामा एकै दिन 19 जना युवा प्रदर्शनकारीको ज्यान गयो। यो घटनापछि त नो नट अगेन आन्दोलन यति शक्तिशाली बन्यो कि त्यसले सरकार नै ढालिदियो। यो केवल एउटा आन्दोलन थिएन, यो नेपालको राजनीतिमा एउटा टर्निङ पोइन्ट थियो। त्यो घटनाले एउटा नयाँ राजनीतिक परिघटनालाई जन्म दियो जसलाई आघात सूचित मतदान भन्न सकिन्छ। यसको मतलब के हो भने अब मतदाताहरूले पार्टी वा जातभन्दा पनि त्यो दमन र अन्याय विरुद्धको भावनालाई आधार बनाएर भोट हाल्छन्। 2025को त्यो दमनले सृजना गरेको आघातले युवा मतदाता र बालन शाह जस्ता सुधारवादी उम्मेदवारहरू बीच एक प्रकारको अटुट रगतको नाता नै गाँसिदिएको छ। अब यो परिवर्तन कति साँच्चीकै हो त? सम्झना बराल जस्ता मतदाताको कुरा सुनौ। कुनै बेला ओलीलाई प्रधानमन्त्री बनाउन भोट हालेकी उनी अब सडकमा देखेको परिवर्तनलाई संस्थागत गर्न बालेन शाहलाई भोट दिने निर्णयमा पुगेकी छिन्। यो एउटा सानो उदाहरण मात्रै हो जसले मतदाताको निष्ठा कसरी बदलिरहेको छ भन्ने देखाउँछ। ल अब दुवै पक्षका तर्कहरूलाई एउटै वार रुममा ल्याएर भिडाइदिउँ न त। कुन पक्षको तर्कमा कति दम छ र चुनावको नतिजा निर्धारण गर्ने मुख्य फ्याक्टरहरू आखिर के हुन्? पहिलो टकरावको बिन्दु हो जातीय अङ्कगणित। ऐतिहासिक रूपमा हेर्ने हो भने लगभग 40% ब्राह्मण क्षेत्री भोट एमालेको लागि एउटा फायरवल वा भनौँ सुरक्षा कवच रहँदै आएको छ। तर अहिले एउटा युवा भूकम्प आएको छ। खुफिया रिपोर्टहरू पनि यहीँनिर विभाजित छन्। के यो युवा भूकम्पले पुरानो जातीय समीकरणलाई भत्काउन साँच्चै सक्छ त? यो चार्टले झापा 5को जनसाङ्ख्यिकीय तस्विर अझै प्रष्ट पार्छ। हो, ब्राह्मण क्षेत्रीको जनसङ्ख्या लगभग 40% छ, जुन निकै महत्त्वपूर्ण हो। तर यो बहुमत होइन। लिम्बू, राई, राजवंशी र अन्य समुदायको भोटले चुनावको नतिजालाई सजिलै पल्टाउन सक्छ, विशेष गरी यदि युवा भोट एकै ठाउँमा गयो भने। अब आउँछ दोस्रो र सायद सबैभन्दा ठूलो टकरावको बिन्दु, त्यो 28,576 भोटको मतान्तर। के यो खाडल साँच्चै पूरा गर्न नसकिने हो? एउटा तर्क छ कि ऐतिहासिक रूपमा यत्रो ठूलो मतान्तर एकै चुनावमा पार गर्न सकिँदैन। तर अर्कोतर्फ 2026को चुनाव कुनै सामान्य चुनाव होइन। यसपटकको चुनावी मैदानमा यस्ता नयाँ र अप्रत्याशित फ्याक्टरहरू छन् जसले यो ऐतिहासिक खाडललाई पुर्ने मात्र होइन, इतिहास नै बदल्ने क्षमता राख्छन्।
त्यसो भए गणितको आँखाबाट हेर्दा यो 28,000को खाडल साँच्चै पूर्ण सकिन्छ त? हेर्नुहोस्, एउटा सम्भावित बाटो यस्तो छ। पहिलो, 10,000 नयाँ जेनजी मतदाताको 80% भोट तान्ने। दोस्रो, कङ्ग्रेसको 23,743 भोटको 60% आफ्नो पक्षमा पार्ने। र तेस्रो, आन्दोलनको आक्रोशका कारण ओलीकै युवा तथा शहरी भोट ब्याङ्कको 20% भोट काट्ने। हो, यो बाटो कठिन छ, तर असम्भव भने देखिँदैन। ल, हामीले दुवै पक्षका बलिया तर्कहरू हेर्यौं। अब समय आएको छ यी सबै खुफिया जानकारी र तथ्यहरूलाई तराजुमा राखेर जोख्ने र एउटा निष्कर्षमा पुग्ने। हामी फेरि त्यही मूल प्रश्नमा आइपुग्यौं। आखिर को सही छ त? मेसिन टिक्छ भन्नेहरू वा लहरले जित्छ भन्नेहरू? यो दुई तस्बिरले उम्मेद्वारहरूको मुख्य भिन्नतालाई सायद सबैभन्दा राम्रोसँग देखाउँछ। एकातिर ओलीको शक्ति वर्षौंको इतिहास र बलियो पार्टी संरचनामा टिकेको छ। अर्कोतिर बालेनको शक्ति राष्ट्रिय स्तरको प्रसिद्धिलाई स्थानीय भोटमा बदल्ने क्षमतामा निर्भर छ। हो, लहरको मनोवैज्ञानिक असर र तागत त एकदमै ठूलो छ, यसमा कुनै शङ्का छैन। तर त्यो 28,000 भोटको विशाल मतान्तर र गाउँ-गाउँसम्म फैलिएको एमालेको संगठनले एउटा बलियो बफर वा भनौँ सुरक्षा कवचको काम गर्छ, जसलाई एकै झट्कामा तोड्न निकै गाह्रो छ। त्यसैले यी सबै कुराको विश्लेषण गर्दा हाम्रो निष्कर्ष के हो भने अनुमानित विजेता केपी शर्मा ओली नै हुन्, तर जितको अन्तर भने निकै नै कम, एकदमै झिनो हुनेछ। र यसको पछाडिको मुख्य कारण के हो भने यो चुनाव खासमा सङ्गठनात्मक गहिराई विरुद्ध भावनात्मक लहरको लडाईँ हो। 1,63,000 मतदाता भएको यति ठूलो क्षेत्रमा भावनात्मक लहरले मात्रै पुग्दैन। हरेक गाउँ र टोलसम्म जरा गाडेको त्यो सङ्गठनात्मक मसिनले अन्ततः झिनो अन्तरले नै सही तर जित निकाल्न सक्छ। केपी ओलीले चुनावको यो लडाईँ त जित्लान् होला, तर यो नतिजाले एउटा निकै ठूलो प्रश्न खडा गर्छ। के नेपालको नयाँ पुस्ताको मन र विश्वास जित्ने युद्धमा परम्परागत राजनीतिले पहिल्यै हारिसकेको हो कि? यो प्रश्नमा विचार गर्न छोड्दै आजको लागि यति नै।